नमस्ते, म लोकेन्द्र साउद। आज चाहिँ म तपाईँहरूलाई के भन्न चाहन्छु र तपाईँहरूका आफ्ना साथीहरू भाइ बहिनीहरूलाई पनि यो चाहिँ भिडियो पुगाइदिनु होला उहाँसम्म। यो जुन तपाईँको टिकटक, तपाईँको फेसबुकतिर जताततै तपाईँको एडभर्टाइजमेन्ट देख्नुहुन्छ, त्यतिकै नचिनी नजानी अलिकति प्रोफाइल हेर्नु पऱ्यो राम्ररी। यो कतिदेखि काम गरिरहेछ होइन, कुन मेन पावर कतिको राम्रो छ, कुन मेन पावरले राम्रो डिमान्डमा मात्रै लिएर आउँछ होइन, कुन मेन पावरले चाहिँ राम्रो कम्पनीको डिमान्ड लिएर आउँछ, त्यस्तोमा चाहिँ तपाईँहरू जानु होला है। र नचिनेको यो त्यतिकैको उसमा चाहिँ त्यतिकै एडभर्टाइजमेन्ट देख्नुहुन्छ, जानुहुन्छ र एप्लाई गर्नुहुन्छ, नत्र घरबाटै भयो भने तपाईँहरू डकुमेन्ट फरवार्ड भनेको छ मान्छेले, दुनियाँ देउना भन्छ, अनि तपाईँहरूलाई फस्ने चान्स बढी हुन्छ। त्यही भएर घरबाटै यतिकै डकुमेन्ट नहालौँ, कसैको भनेको भरमा डकुमेन्ट नहालौँ, राम्रै डिमान्डहरू, कम्पनीहरू राम्ररी स्यालेरीहरू राम्रो स्यालेरीमा जाउँ, उता गएर तपाईँलाई रिग्रेट फिल हुन्छ पछि है। राम्रो स्यालेरीमा जाउँ, राम्रो कम्पनीहरू गरेर जाउँ, केही सिप सिकेर जाउँ विदेश जाँदाखेरि, त्यसपछि बल्ल आफ्नो पैसा र करियर अलिकति राम्रो ग्रोथ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ, मैले मेरो एक्सपिरियन्सको अनुसारले। र तपाईँहरू पनि यसरी डकुमेन्टहरू यतिकै कसैको भनेको भरमा वाट्सएपमा दिँदै हुनुहुन्छ र नचिनेको तपाईँको टिकटक, यो युट्युब, तपाईँको फेसबुकमा नचिनेको मेन पावरलाई, नचिनेको मान्छेलाई डकुमेन्ट दिँदै हुनुहुन्छ भने यसरी नदिनुहोस्। र जता डिमान्ड देख्यो त्यतै एकैचोटि हामीले काम पनि नगरौँ, राम्रो डिमान्ड पनि हुँदैन। कुनैमा चाहिँ तपाईँको 800 स्यालेरीमा 1000 स्यालेरी देखाएको हुन्छ भने 1000 स्यालेरीमा चाहिँ 1500 स्यालेरी देखाएको हुन्छ। सो त्यही भएर तपाईँहरू पनि जाँदै हुनुहुन्छ भने एकचोटि राम्ररी बुझौँ अनि बल्ल लगाउँ, नत्र हतार नगर्नुहोस्। राम्रो राम्रो डिमान्ड मसँग आउँछ, म पठाइहाल्छु तपाईँलाई।